न जाली खिचाउन आएन भन्नु न मोटर बाँचो खडे लगाइरहेको छ यागान गरेर 14,900 ठिकै छ कफी खाऊ हाम्रो भ्लगमा तपाईँलाई स्वागत छ हुन्छ हाइकिङ मात्रै हुन्छ यहाँ थेबुदो आएको छ यहाँ मान्छेहरू ल मेरो फोटो यहाँ मैले सो हेलो नमस्ते एभ्रिवान गाइस सबैजना सन्चै हुनुहुन्छ होला हो हामी पनि सन्चै छौँ सो आज चाहिँ हामी टुरमा जाँदैछौँ चस्मा अजय देवगनको चस्मा लगाएर म चाहिँ नाइट हानेर 3 घन्टा सुतेर सो फेरि जाने तयारीमा ड्राइभरलाई वेटिङ समुद्रतिर गएर वेट गर्नु पऱ्यो लगभग हामी 4 जना हुन्छ होला आज ल हेरौँ है त के कस्तो हुन्छ आजको हाम्रो टुर स्वाट हेर्छु म उहाँ दाइहरू हुनुहुन्छ म चाहिँ यहाँ अजय देवगनको चस्मा लगाएर रेडी छेउदो टुर हुन्छ आज हाम्रो है त हाम्रो यो वेदो एरियाको हाम्रो यहाँ ट्रेकिङ दामी छ यार सेफ्टी भन्ने कुरै छैन केटाहरूमा यार अन्नाजी भयो राजमा ल हामीले यहाँ अवलोकन गरेर आएको यहाँ यस सङ्ग्रहालय यहाँ जानु मिल्दैन म्युजियम नखि भने आज नखिनु यता कडा म्युजियम अवलोकन गर्दै हामी ल अवलोकन गर्दैछौँ हामी यहाँ यो सङ्ग्रहालय हाम्रो ल बबाल भुटेको बच्चा कडा गाइस यो प्राचीन गाउँ कोरियाको समुद्र पारी जाउँ मेरो फोटो यहाँ मैले आफै देख्नु परेछ किन समुद्र पारी यहाँ हाम्रो यहाँ जिन्दगी ल अब हामी यहाँ निस्केर छेउदो A few moments later. आम्मामा को यार जिन्दगी ल अब चल्ती गाडी रुक्दैन दाजु के भन्नुहोस् हाम्रो भ्लगमा तपाईँलाई स्वागत छ मेरो भ्लगमा ल धन्यवाद मेरो विशाल भाइको भ्लगमा हाम्रो भाइको अब छेपुदो अनि हाम्रो लक्का जवान उता छ नि एउटा गाडी ल गाइस फाइनल्ली हामी चाहिँ अब यो थेबुदो खानग्वाङ आन्ने सोमा प्रवेश गर्दैछौँ अब यहाँबाट सुरु हुन्छ हाम्रो गन्तव्य हाम्रो साथीहरू अगाडि छन् यहाँ ट्राभललाई कैद गर्ने मान्छे म चाहिँ यात्री ल हेरौँ अब के कस्तो हुन्छ तपाईँहरू म भ्यू देखाउने नै छु मसँग गरिराख्नु होला है त ल हाम्रो फेरि यात्रा जहिले पनि ट्रेकिङ हुन्छ हाइकिङ मात्रै हुन्छ तपाईँहरू देख्नु सक्नुहुन्छ यस्तो ओ मान्छे हो कि के हो ल गाई हामी फाइनल यहाँ थेबुदो आएको छौँ यहाँ मान्छेहरू एकदम रमणीय दृश्य छ यो थेबुदो हो यो चाहिँ ल यसो गएको पानी चाहिँ अलिक सुक्खा खडेरी लारहेछ अब हामी अगाडि जान्छौँ यसो अब ल के सोचेको जिन्दगीमा के भयो अहिले भन्ने जस्तो टाइपको भयो कि ल भ्यू चाहिँ राम्रो छ तर यहाँ पानी आएको भयो पौडी सौडी यताउति खेल्न मिल्ने रहेछ साथीहरू अगाडि अवलोकन गर्दैछन् म तपाईँहरूलाई देखाइरहेको छु त्यो गएर यता बसेको एकछिन सो त्यही हो गाइस ल मान्छेहरू पारिसम्म पुगेको छ नि तर यहाँ त यो माथि कता हो उहाँ होइन अब अगाडि गन्तव्य लाग्यो है त म चाहिँ अब आज थेबुदोमा आएको तर यहाँ पानी चाहिँ रहेनछ तपाईँहरू पनि हल्का फुल्का हाइलाइट ल यस्तै चाहिँ यहाँको एरिया तर राम्रो छ दृश्य कहाँ हाम्रो साथीहरू म हराएँ एक्लैबाट साथीहरू म खोज्दैछु साथीहरू म चाहिँ तपाईँहरूलाई भ्यू यहाँ चाहिँ आज पानी खासै नआएको कारणले गर्दा यहाँ टिप्दैछन् यहाँको भोटेहरू अनि हामी चाहिँ यहाँ घुम्दैछ त्यो ट्याक्कै बुसानको हिन्दी कोरियामा हुनुहुन्छ भने मान्छेहरू चाहिँ थाहा पाउनुहुन्छ कोरियामा हुनुहुन्न भन्ने मान्छेहरू चाहिँ थाहा पाउनु हुँदैन ठ्याक्कै बुसानको यो तपाईँको हिन्दी बिच जस्तो छ कि यहाँ चाहिँ थेबुदो लोकेसन तपाईँहरूलाई म हालिदिने छु होइन कोही आन्सनतिर यो सिङ्गितो एरियामा हुनुहुन्छ भने पक्का अवलोकन गर्नु होला पानी सानी भयो भने राम्रो देखिन्थ्यो तर पानी नभएको कारणले त्यही भएर
बिचरा केटाहरू कहाँ गयो यार म हराएँ कि केटाहरू हराएँ कि कतै भएन मलाई त अब म केटालाई खोज्छु होला एकछिनमा फोन गरेर केटाहरू यार कफीको यात्रामा छौँ दाइहरू यता हुन्छ भने हाम्रो एउटा धराने हाम्रो धराने दाइलाई सोध्छु म हो बुढा पब्लिकको एक शब्द दो शब्द बोल्थे तो क्या बोल्न चाहिए हामी यहाँ घुम्न आएको यसको बारेमा भनेको मन दाइ यो देबुदो भन्ने ठाउँमा चाहिँ छेबुदो हो क्या देबुदो भन्ने ठाउँमा चाहिँ पहिलोचोटि आएको हामी तर भएन नि दाइ यो पानी छैन रहेछ यार अब बिस्तारै आउँछ पानी बेलुका भन्दैछ किनकि पानी यस्तो हुन्छ क्या दिउँसो चाहिँ उता जान्छ अरे समुद्र राति भएपछि यता उता जान्छ अरे समुद्र राति भएपछि यता ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ तपाईँ के भन्नुहुन्छ त अनि बास बस्न आउनु पर्यो त समुद्र यता राति भन्दा रातभरि आएन नि त अहिले घुम्नु गइरहेको छ अहिले अनि हाम्रो मधुरा दाइ के भन्नुहुन्छ त कफी खाऊ महँगो गएकै सस्तो सस्तो खाऊ भन्ने कुरो भइरहेको नेपालीको पारादेखि फेरि 10-20 हजारको मात्रै कफी हुन्छ चाहिँ हुँदैन हाम्रो कफी चाहिँ दाजुले ल पार्टी हजुर बेलुका यस्तो खाजा खाएर त्यहाँ तिमीले खिचेर मतलब मेरोको लागि पो खिचेको गाइस मरुभूमिमा आइयो हामी पनि घुम्दा फिर्दै ल यहाँ ट्रेकिङ राम्रो हुँदैछ पानी सुक्खा खडेरी लगाइरहेको छ आजलाई अब भ्लग अब यति हामी अलि रमाइलो भएन कहाँ छ मेरो यहाँ मरे बिचरा गनाउ त नजिक जान्न म त यार त्यहाँ भिडियो सुट चलेको छ पानी नपरेको अवस्थामा ल हामी यहाँ मरुभूमिमा अहिले भ्रमण गरिरहेको अवस्था छ गाइस तपाईँहरूलाई मैले चाहको कुरा देखाउन सकेन सो यता यहाँ हिँड्दैछन् केटाहरू यो समुद्र पारी जाउँ सबै चल्यो यार सुट हुँदैछ गाइस फोटो खाने त कति लगाउनु यस्तो पहिरो आएको मानौँ आज यता मोडल यस्ता हुनुहुन्छ भने हामी दर्शक बिन तपाईँ किन सुतेर हान्दैन एक्चुअली No, God, please, no! सुतेर खाइदै ल चल्दैछ यहाँ फोटो खिचाउन आएन भन्नु खिच्ने आएन खिचाउन आएन बस्नु छ भन्नु खिच्ने आएन खिचाउन आएन बस्नु छ रहा नहीं जाता तड़प ही ऐसी है ना रुको जरा सबर करो ल फोटो यस्तो हान्न जाली हान्न जाली सुट यहाँ अलि पेट भित्र अलि क्यामराम्यान दर्शकबिन उता हेर्नु यहाँ मोटो ठिक छ दाइ ब्याग ठिक छ ब्याग हान्नु सोक्यो कोहीले सुर्र जम्प गरेर हान्नु ल दामी तर समुद्र नआएर अलिकति तपाईँलाई दामी सुट गर्दैछौँ अब भिडियो त्यसो स्ट्रेट आउनु सिधै आउनु दुईवटा अनि अर्को कुन लग्ने लगभग 3टा जति सर्ट लाग्यो अनि एउटा बन्छ क्या ल यताबाट हात हम तो चूतिए हैं लेडीज
Final result check on TikTok. ल दाइ भन्नुहोस् तपाईँलाई पनि म हालिदिन्छु यहाँ अग्लो भएर हो क्या हो देखेको यस्तो म त्यो कुवालाई कुरै माछाबाट ल दाइ भन्नु तपाईँ सोम्याङ सामाङ्गे कुमङ सामाङ होइन सोम्याङ होला सोमेन सामाङ के मर्ने सामाङ सामाङ भनेको मौत भयो खुमङ भनेको कुवा अच्छा ठीक है ठीक है मौत कि कुवा सोमटेल भनेको त उयो पो भन्ने सोमे भन्नु न रहेन त ठिकै थियो भने कोल्याप्स कोल्याप्स म्यान कोल्याप्स रमाइलो भइरहेको छ हामी नाक्सी हेर्नु नाक्सी शरणकोटको यहाँ रहेछ यहाँ शरणकोटको ल आजको यात्राको बारेमा केही भन्नुहोस् तपाईँको महोदय आजको हाम्रो यात्रा चाहिँ बबाल भएको छ होइन त्यसमाथि अझै चहकिलो अनुहार भनेको हाम्रो विशाल भाइले गरेर झन् खत्रै धन्यवाद दाजु त्यसको लागि तपाईँलाई खाम्साथुरिमिदा भाइको फेरि योगदान पनि खतरा छ यागान गरेर अहिले पनि नसुत्नु ल हो यो चाहिँ भन्नुपर्ने सँगले हामीसँग साथ दिएकोमा कति घन्टा सुतेर गरे दाइ म भाइ कोही कति घन्टा सुत्नु 2 घन्टा 2 घन्टा 2 घन्टा सुतेछ पनि हामीसँग आएर यहाँ दाइहरूको माया यस्तो छ कम्पनी दिएकोमा जस्तो खाम्साथुरिमिदा हुनु खाम्साथुरिमिदा छलपताल थुरिमिदा ओके दाजु ल त्यो 2 शब्दको लागि हजुरको आभारी व्यक्त छु म जाउँ अब हामी कौन है ये लोग कहाँ से आते हैं लगाएछ आज तपाईँहरूलाई म हिँडाएँ हामी कति हिँड्यौँ हेर्नुहुन्छ 14,926 पाइला भनेपछि लगभग हामी 9.7 किलोमिटर हिँडेको छौँ अझै हिँड्दैछौँ यात्रा एकदम गाह्रो छ त्यसो लगा मेरै मजाक बस्नु भयो क्या यहाँ तर यार यो ल ओके यसकोमा त्यो लाइट लिक ल हाम्रो आजको भ्रमण तपाईँ फाइनल्ली आज हाम्रो भ्रमण सक्यो अझै हेर्नु साथसाथै बोल्नु त्यसको लागि धेरै धेरै धन्यवाद छियौँ हुर्केर अगाडि छँदैछौँ